कहाँ हन्टिङ आएको अब खसी बजारतिर जान खसीको उसमा बारी आइपुग्यो साग छ अब यसकै लाने हो यसकै पात टिप्ने अनि लाने तोरी रहेछ तोरी बारी पुरै सिधा छ त बाटो पनि यस्तो सिधा आज हाम्रो साग हन्टिङ हामी चाहिँ साग खोज्न जान आँटेको साग खरायो के मार्ने के काट्ने हामी आज खोज्ने अरे मृग त होइन खरायो पायो भने खरायो मार्ने अनि दुम्सी पायो भने दुम्सी अनि केही पाएन भने साग लिएर आउने हामी सागको शिकार गर्न हिँडेको होइन रोमानियाको जङ्गलमा गाडी दुम्सी पनि मारिन्छ हामी दुम्सी पनि मारिन्छ भेट्यो भने खरायो ढुङ्गाले हानेर हाम्रो दाना पानी चाहिँ लिइसक्यौँ लिएर अनि यहाँ यसो झोलासाला प्याक भइसक्यो बुद्ध जयन्तीको सबैमा शुभकामना छ आज बुद्ध जयन्तीको सबैजना शुभकामना छ हिंसा गर्दा आज हिंसा नगर खरायो नमार्ने खरायो र नमार्ने साग मात्रै उस गर्ने भयो आज नगर्ने आज साग मात्रै टिप्ने साग मात्रै खोज्ने होइन दाजु यो लिएर जाउँ न यो यसमा सबै हटा ओ यहाँबाट सिधै गइन्छ अब पुरै हिँडाइ हाम्रो आधी घन्टा जति होला आधी घन्टा जति हिँड्नुपर्छ होला खतरा हिँडाइमा परिहाल्यो जस्तो छ त बिदाको दिन चाहिँ अब एक दिन चाहिँ यसरी निस्किनु पऱ्यो एक्सर्साइज पनि हुन्छ अनि बोसो पनि घट्छ कोलेस्ट्रोल घटाउनु पऱ्यो हिँडेर ल अब सुरु हुनाले जङ्गल यात्रा कच्ची बाटो आइपुग्यो के अरे उस होला भनेर कति राम्रो घरहरू हो यस्तो राम्रो छन् यो जङ्गल साइडतिर गाउँतिर भनेको त यस्तो राम्रो कस्तो राम्रो छ हिँड ल घर उसहरू के यो घरहरू के झन् भित्र आयो झन् राम्रो छ त नि भित्र आयो त्यति राम्रो घरहरू छ ए त चाहिँ गाड्ने उस रहेछ यहाँ चाहिँ यिनीहरूको शमशान के भन्छ काठ गाड्ने रहेछ यता पुरै सिधा छ त बाटो पनि यस्तो सिधा पुगेन बाटो मिस्टेक भयो जस्तो छ हाम्रो साग त रहेछ यहाँ तर भित्र रहेछ ठुल्ठुलो हले साग पैसा लाग्छ जरा उखाल्यो भने फ्रीमा जति टिप्नु टोलीहरूले जता एक एकवटा रुख जता देख्यो त्यतै लैजान्छ जताततै जहाँ रुख देख्यो त्यतै लैजान्छ यत्रो हिँडिसक्यो आइपुगेन हुन त आधी घन्टै भएन प्राइभेट हिँडेको यहाँ चाहिँ रहेछ प्राइभेट प्रोपर्टीभित्र साग पुरै रुखहरू कुकुरले लहार्दैछ हामीलाई जङ्गल यो दुई चारवटा रुख त रहेछ खै जङ्गलै छैन कोसौँ टाढा ठाउँमा जङ्गल देखिया छैन त खै त जङ्गल
जङ्गल छ भन्थ्यो आउने बाटो चाहिँ हामी गलत बाटो आयौँ जस्तो छ बाटोले देखायो म्यापमा हेर्दाखेरि पनि छैन त नि खै त जङ्गल नि जङ्गल धेरै टाढो छ उता रहेछ जङ्गल बाटो आउनै गलत बाटो आयो क्या हामी सनफ्लावर फार्मिङ आइपुगेन त नि जङ्गल त हराइयो जस्तो छ हामी हराएको अवस्था जता डेड इन्ड छ यता गए बाटो छैन उता फेरि घुमेर गए बाटो छैन पैँयुको गेडा यहाँ चाहिँ ठुलो हुँदो रहेछ पैँयुको पात पैँयुको रुख यो खोइ त नि खोइ कति बेला नि आइपुग्छ जङ्गल जति हिँड्यो त्यति टाढा लाग्छ त नि सनफ्लावर भनेर त तोरी पो रहेछ क्या हो त्यो तोरी रहेछ तोरीबारी हामी तोरीबारी आइपुग्यो भर्खर त तोरीबारी आइपुग्यो अब जङ्गल कहिले आइपुग्यो त कस्तो दामी तोरीबारी भरि छ तोरीबारी आइपुग्यो ल यति धेरै कति धेरै तोरी मभन्दा अग्लो छ त यो तोरीहरू त बारी आइपुग्यो साग छ अब यसकै लाने हो यसकै पात टिप्ने अनि लाने ल अब उस जङ्गल जान्छ भएन अब यही तोरीबारीको फोटो खिच्ने भिडियो बनाउने जङ्गल त अझ त्यत्रो टाढा छ अनि कहिले जानु त्यो त्यत्रो टाढा छ नि ल अनि ल त्यहाँ साग टिप्दैछ झाडी भित्र छिरेर साग टिप्दैछ अब यहीँबाट फर्किने ल मान्छे के गर्दैछ ल साग चोर्दो रहेछ रोमानिया आएर नि साग चोर्ने पानी हराएका मेरा सपना भेटिए तिम्रै आँखामा निदाएका मेरा चाहना भिजिए तिम्रै भाकामा बादलको घुम्टो भित्र तिमीलाई लुकाऊ कि तिमीलाई माया गर्न जुनी म आऊ कि अब यही आज तोरीबारी आइयो अब जङ्गल जाने भनेको जङ्गल जान होस् भएन आजै तोरीबारीमा भिडियो बनाइयो यहीँनिर टिकटक बनाउन आएको जस्तो भयो त नि ल अब पिकनिक खसी आइपुग्यो ल खसी आइपुग्यो होइन हाम्रो बुढो होइन त नि यो अनि बुढा ए हो नि हाम्रो बुढो होइन
हाम्रै बुढो पो रहेछ कहाँ हन्टिङ आएको अब खसी बजारतिर जान खसीको उसमा अब ल फोटो खिच्यो है तोरीबारी आयो फोटो खिच्यो टिकटक बनाइयो अब फर्क्यौँ हामी चाहिँ फर्किँदैछौँ यहाँ चाहिँ के अरे उस लगेको लास लगेको उता मान्छे मरेछ यहाँ चाहिँ के भन्छ मलामी जान लागेको हुँदैन हामी चाहिँ तोरीको साग चोरेर फर्किसकेका छौँ हामी अब हामी अर्को छुट्टीमा भेटौँला त्यतिन्जेलसम्मको लागि चाहिँ साइनिङ अफ बाई बाई टेक केयर